आदरणीय अर्घाखाँची जिल्लामा रहनुहुने मेरा आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हाम्रो बीचमा फेरि हामीले चाहेर नचाहेर पनि आसन्न निर्वाचन हुन गइरहेको छ र यो निर्वाचनमा धेरै हाम्रा पार्टीका कार्यकर्ता साथीहरूले या नेताजीहरूले मनोनयन दर्ता गरिसक्नु भएको छ। स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरिसक्नु भएको छ। सर्वप्रथम म उहाँ सबैलाई जितको अग्रिम शुभकामना दिन चाहन्छु र अर्घाखाँची जिल्लाले अहिलेसम्म त्यहाँका मतदाताजीवहरूले झुक्केर हो या आफ्नो इच्छा हो जे जस्तो भए तापनि धेरै त्यहाँबाट नेताजीहरूलाई सांसदको रूपमा हुँदै मन्त्री, उद्योग मन्त्री, उपप्रधानमन्त्री, देशमा धेरै सांसदहरू त्यहाँ दिइसकेको छ। जनताले देखाउने इमान्दारीप्रति जनतालाई नै झुक्काएर निरन्तर त्यहाँ जुन आफ्नो एउटा राज्य सत्ता चलाइरहेका छन्, जुन नेतृत्व गरिरहेका छन्, त्यो नेतृत्वले त्यहाँबाट गरेका ती जनताहरूसँगका प्रतिबद्धता गएर त्यो नीति कार्यक्रम बनाउनको लागि अर्घाखाँची जिल्लालाई विशेष गरेर के कस्तो भूमिका खेले त भन्ने कुरा तपाईहरु हाम्रो बीचमा अहिले धेरै समस्याहरू छन्। स्वास्थ्यका समस्याहरू छन्, शिक्षाका समस्याहरू हाम्रा बीचमा छन्, ती सुधार भएकै छैनन्। स्वास्थ्यको लागि एउटा एक्सरे मसिन जिल्लामा बाहेक मलाई लाग्छ कहीँ पनि एउटा जिल्लामा बाहेक कहीँ पनि छैन। अर्घाखाँचीको सन्धिखर्क बाहेक ती न नगरपालिका भित्र न गाउँपालिका भित्र त्यस्ता हस्पिटलहरूका अहिलेसम्म कुनै विकास भएका छैनन्। शिक्षाको लागि पनि विशेष खाले शिक्षाले त्यहाँको विद्यार्थीहरूले त्यहीँ पढेर त्यहीँ रोजगारी मुलुक बनेर त्यस देशको लागि नै योगदान दिएको पनि त्यस्तो विशेष प्रकारको ती भूमिकाहरू पनि हामीले देखिन्न या त्यो शिक्षा ग्रहण पनि गराएको हामीले देखिन्न। त्यसले गर्दाखेरि हामीले राष्ट्रिय जनमोर्चा पार्टी निरन्तर 2051 सालदेखि आदरणीय चित्रबहादुर केसीज्यूको नेतृत्वमा देशभरि नै देशका जनताहरूको बीचमा हामी घुमिरहेका छौँ। भ्रष्टाचारका विरुद्धमा हामीले आवाज उठाइरहेका छौँ। त्यहाँको सुशासनको लागि हामीले माग गरिरहेका छौँ। एमसीसीको विरुद्धमा हाम्रो आवाज छ। संहिताको कारणले आर्थिक रूपमा त्यस देशलाई निगलिसकेको त्यो संहिता खारेज हुनुपर्छ, ती प्रदेश संरचनाहरू खारेज हुनुपर्छ भनेर हामीले माग उठाइरहेका छौँ। हामीले जुन माग उठाएका छौँ त्यही जनताको हितको लागि, त्यस देशको हितको लागि, त्यो राष्ट्रको मुहार फेर्नको लागि भएको हुँदाखेरि आदरणीय पशुपति ढकालज्यू राष्ट्रिय जनमोर्चाको तर्फदेखि उहाँले उम्मेदवारी दिनुभएको छ। सबै मतदाताज्यूहरूले अहिलेसम्म तपाईहरूले सूर्य, रुख, खैँसा तौडीमा भोट हानेर जुन देख्नु भएको छ, यसपालि तपाईँ सबैले गिलासमा मतदान गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो